130 मा बफ खाजा सेट र 100 रुपैयाँमा बफ चाउमिन त्यो पनि फुल प्लेट र त्यसमा पनि अचार र चिउरा थपी खानको लागि कहाँ जाने त हजुरहरुलाई थाहा छ त यदि थाहा छैन भने म भनिहाल्छु नि Alright guys, alright, welcome back to my brand new fresh mini vlog. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला नि म पनि एकदमै सन्चै छु। अनि आफ्टर अ लङ टाइम आजको मेरो यस 42 मिनी भ्लगमा हजुरहरु सबैजनालाई मनैदेखि स्वागत गर्दै आजको बिहानीलाई सुरुवात गर्दैछु। साथीहरु आज चाहिँ मेरो र भिनाजुको काम परेको हुनाले हामी दुवै जना चाहिँ बजारतिर लागेको थियौं। अनि मैले चाहिँ घरमा अर्को पनि एउटा सानो पसल खोलेको छु। अनि त्यही सानो पसलमा वेजिङ मेसिन चाहिएको कारणले गर्दाखेरि म चाहिँ आज खासमा स्पेशली वेजिङ मेसिन किन्न आएको थिएँ। तर भिनाजुको भने अरु पनि अनेक काम रहेको रहेछ। त्यसपछि आज चाहिएको जति सबै सामान लिएर पनि सकियो र भोको पेट लिएर बजार घुम्दा घुम्दा मलाई त लास्टै नै भोक पो लाग्यो त। त्यसपछि भिनाजु मलाई त भोक पो लाग्यो त भनेर भन्न मात्रै के पाएको थिए। त्यतिकैमा भिनाजुले त आज तिमीलाई म सस्तो मस्तोमा फुल पेट त्यो पनि मिठो खाजा सेट खुवाउँछु पो भन्नुहुन्छ त। भिनाजु अहिलेको जमानामा मिठो पेट भरि सस्तो मस्तो त कहाँ पो पाइन्छ र भनेर भन्न मात्रै के पाएको थिए। त्यतिकैमा बाइक रन्काएर भरतपुर एयरपोर्ट अगाडि रहेको समीप खाजा घरमा पो छिराउनुहुन्छ त। त्यसपछि त मसँग धेरै पैसा छैन करे भिनाजुले सस्तो मस्तो खाजा खुवाउँछु भनेर ल्याउनु भएको थियो। बिल पनि जति उठे पनि भिनाजुले त तिर्ने होला नि भनेर डरै म पनि समीप खाजा घर भित्र पसे। भित्र पस्ने बित्तिकै 2 प्लेट बफ खाजा सेट भनेर भन्नुभएको रहेछ भिनाजुले। त्यसपछि विदिन 5 मिनेट्समै बफ खाजा सेट पनि आइहाल्यो। ए बाबा हो यति छिटो सर्भिस कसरी हो भनेर सोचिरहेको थिएँ। मनमा झटक्कै याद पो आयो त एयरपोर्टको अगाडि भएर होला प्लेनको भन्दा नि चाँडो सर्भिस पो दिनु भयो। त्यसपछि फर्स्ट बाइट भनेर भिनाजुलाई चाख्न लगाए। चाखेर भिनाजुबाट यस्तो रियाक्सन आइसकेपछि त खन्चुवाको मुखबाट पानी पो आउन थाल्यो त। त्यसपछि फर्स्ट बाइट भनेर ग्वाममा खाएपछि मिठो 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 नहुने कुरै भएन। त्यसपछि त जन्दितले टमाटरको अचार ल्याएर दिएपछि त किराले हिरा भेटाको जस्तो भइहाल्यो नि। अनि टमाटरको अचार हालेर ग्वाम 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 कि ग्वाम खाँदै थिए। अनि म खन्चुवाले यति एक प्लेटले त के पुग्ला र भनेर एक प्लेट बफ चाउमिन पनि मगाए र मगाएको 5 मिनेट भित्र चाउमिन पनि आइहाल्यो। आएको चाउमिनलाई ग्वाम 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 कि ग्वाम हानेर चाउमिन पनि खाएर सकियो। र आज हामीले यहाँनिर खाएको सबै खानाहरू एकदमै मिठो 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 थियो। र यदि यो भिडियो हजुरहरु चितवनबाट हेर्दै हुनुहुन्छ भने हजुरहरु बाहिरबाट पनि चितवनमा घुम्न आउनु भएको छ भने हजुरहरु एकचोटी जानै पर्ने ठाउँ चाहिँ समीप खाजा घर भरतपुर एयरपोर्ट अगाडि रहेको छ। हजुरहरु सबैजना एकचोटी चाहिँ गएर भिजिट गरिदिनु होला। यति भन्दै आजलाई यति नै होप गर्छु हजुरलाई मेरो भिडियो मन पर्यो होला। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। भेट्नेछु हजुरलाई अर्को ब्रान्ड न्यू मिनी भ्लगमा। मैले यतिका दिनसम्म भिडियो किन हालिन त जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गरेर छोडिदिनु होला। यति भन्दै आजको मिनी भ्लगलाई यही एन्ड गर्न चाहे। टेक केयर बाइ बाइ।